हेलो साथीहरु नमस्ते हजुरहरुलाई स्वागत छ मेरो भिडियोमा। म चाहिँ दिपा ओली, मलाई त सबैले दिपुज अथवा दिपा भनेर चिन्छन्। म चाहिँ हजुरहरुलाई देखाउँदै छु हाम्रो घरको लोकल काँक्रा, मभन्दा ठुलो, मभन्दा मोटो, मभन्दा अग्लो साथीहरु। त्यसलाई टिपेर अनि पखाल पारेर चार कुक्रा पारेर नुन खुर्सानी डालेर साथीहरु मैले गम खाए साथीहरु। आज चाहिँ हजुरहरुलाई देखाउँछु मैले हिजो अस्तिको भन्दा अलि फरक भिडियो के हो भन्दाखेरि हजुरहरुले देख्नु नै छ। अब अनि साथीहरु मलाई चाहिँ बाइक सिक्न एकदमै रहर थियो। मेरो साथीले चाहिँ अलि सकेन साथीहरु, किनकि उसको फर्स्ट टाइम थियो साथीहरु। लास्टै रहर बाइक सिक्न। अनि त्यसपछि मेरो चाहिँ यो फर्स्ट डे यो, अनि सेकेन्ड डे चाहिँ अर्को आउँदैछ साथीहरु, त्यो हो। अनि त्यसपछि फर्स्ट डेमा दादा म बाइक सिक्न चाहन्छु, जाम न दादा जाम न बाइक सिक्न जाम। होइन केटी मान्छेले तैँले सक्दैनस्, तैँले मोबाइलमा त हेर्छस्, तैँले सक्दैनस् बहिनी, हुँदै छोड्दै भनेर। जाम न दादा पछि तपाईँलाई केही भन्दा मैले बिहा यताउति विदेशसित जान सकेन भने म बाइक चलाएर राइडर बनेर यताउति गरेर मैले तपाईँलाई पैसा त कमाएर दिन सक्छु भने ए हो भन्ने जस्तो भएछ दादालाई यसरी। अनि त्यसपछि ल हिँड्न त अति गरिस् भन्नु। अनि त्यसपछि गएँ अनि दादाले मलाई यति मात्रै सिकाइदिनु भएको थियो कि ब्रेक हान्न, अनि क्लोज, अनि त्यसपछि स्टार्ट, यति मात्रै सिकाइदिनु थियो। मैले यसरी रन्काइदिएँ। दादाले ओ माई गड मैले त 10 दिनमा सिकाइदिएँ, तैँले 2 दिनमा यति कसरी सकिस् भन्नुभयो। अनि त्यसपछि मैले दादा भनेर मस्केँ। अनि त्यसपछि आजलाई यति नै। मेरो साथीले अलि सिक्यो। बाबाई साथीहरु, लाइक कमेन्ट गरेर नभुल्नु होला नि फेरि।